अब मेहनत गर्ने मान्छेलाई दिनुपर्छ। 50 रुपियाँ टिप्स मैले लिएको छु। टिप्स मेहनत गरेर घोडा चाम्रो माया छ ल ल ये खराब चाय का मजा लीजिए क्या उधर मायासँग यस्तो रिस उठेर यार मुख छाडिदिउँ क्या ल केटा हामी चाहिँ ठ्याक्कै बोर्डर पार भयो त अब चाहिँ कत्रो ठुलो हो यो त यसमा दाल फ्राई पंजाबी छोला तावा रोटी 3 पिस रहन्छ राइस जुत्ता यहाँ राखेको चोर्दिनु नि सक्छ नि त टिम्बरल्यान्ड हो नि त यार 5000 रुपियाँ अनि यहाँ चाहिँ मेरो लगेज छ यति सुत्न मन लागेको छ त यस्तो भयो यस्तरी सुत्ने बिहानको 4 बज्न लागेको केटा हो 3:39 अनमोल यहाँ छ देखियो होइन यति मान्छेहरू सब भुस पऱ्यो तर हामी निदाइएको छैन यिनी त सुते म त सुत्दै सुतेन यार सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग 2-3 दिन भयो भिडियो नहालेको पनि अनि आज चाहिँ हामी नेपाल छोड्दैछौँ हामी घरबाट हिँडेको त कति दिन भयो ठन्डै भइसक्यो घरबाट हिँडेको चाहिँ अब चाहिँ हामी कहिले इन्डिया जाने भनेर थियो इन्डिया जाने चाहिँ अब आज हो 25 तारिकको भनेको थिएँ मैले भिडियोहरू पनि हालेको थिएन यतातिर गयो भने हालिहाल्छ अनि अहिले चाहिँ उतै गएपछि हाल्नु पऱ्यो एडिटिङ गरेको थिएन भोइसओभर पनि गरेको थिएन हाम्रो यतै मेरो झोला अनमोलको झोला अर्को उताबाट लिएर आउँदैछन् लगेज अनि एकछिनमा चाहिँ हिँडिन्छ कति बज्यो 2:05 रहेछ हामी चाहिँ जाँदैछौँ दिदी के भन्दैन न त धेरै पछि आएको धेरै रमाइलो लाग्यो धेरै पछि आएर यहाँ बसेर अब इन्डिया जाँदैछौँ सेफली ट्राभल हस् हुन्छ राम्रोसँग जाने आफ्नो ख्याल राख्ने हस् दिदी हुन्छ शुभ यात्रा ल धन्यवाद म चाहिँ धेरै पछि आएको थिएँ कि अनि कति भयो 8-9 वर्ष भयो अनि त्यही भएर दिदी पनि एकदम ह्याप्पी हुनुभयो लङ टाइम पछि आएको अनि धेरै आउँदा नि अब त्यस्तै हुने कि भिडियो बनाउने यताउति कतै जानै भइँदैन आज चाहिँ नेपाल छोडिँदैछ ट्रेनमा सरदेखि पनि गज हुन्छ सुरुको चोटि जाँदाखेरि चाहिँ मलाई डर लागेको थियो कि केटा ट्रेनमा चाहिँ कस्तो निन्द्रै नलाउने कि पल्टी जस्तो हुने कि दिदी घर त्यस्तो हुने कि पल्टिन लाग्छ त्यस्तो हुने कि अनमोल पनि आए अनमोलको इन्ट्री ल के हो तिमी त अस्ट्रेलिया जाने जसरी नै हिँडेको त यार ल यता हेर हिरो नयाँ मोजा अनमोलको नयाँ मजा यहाँ आएर किनभने चिनो हो क्या यो हाम्रो टिकट चाहिँ अब कति हजुर 9 बजेको छ 9 बजेको होइन कति बजी गऱ्यो हामी चढ्ने चाहिँ कति अरे 8:30 होइन 8:30 मा गाडी लाग्छ गाइस 8:30 मा चाहिँ गाडी लाग्छ अनि कहाँ लाग्छ 9 बजे चाहिँ हामी ट्रेनबाट छुटिन्छ त्यसपछि चाहिँ अब जाना पर्यो पहिलेबाट टिकट काटेको इन्डिया ल गाइस अब हामी हिँड्छौँ को जानुहुन्छ पुर्याउन हामीलाई चाहिँ को दिदी हामीलाई हाम्रो भान्जा बाबु पुर्याउन रोजा पुर्याउनु नि ए ल हुन्छ छिटो लाग्यो जुत्ता ए मोजा मैले पनि मोजा लाउँछु अब चाहिँ हामी लाग्यो झोलाहरू सबै प्याकिङ भइसक्यो दिदीको घर चाहिँ यो थियो त्यो केटा
गाडी भाइले छोड्न जाँदैछन् अब यहाँबाट हिँडिन्छ भरतपुरबाट ड्राइभर साहब उता हुनुहुन्छ यस्तो बसमा त म ठक्लक्कै मर कहिल्यै जान्न एकचोटि 6 घन्टा लगाइदिए थियो यही सेम बस थियो कलर अलग थियो यो खप्लक्कै मर्छ यस्तो बस यो बस ठक्लक्कै मर्ने गाइस ल गुस्सा लागेछ नि यस्तो सानो बसले माइक्रोमै होला जस्तो ल केटाहरू गाडी चाहिँ यो भयो हाम्रो ऊ त्यो दाइले चिन्नु भएको पनि रहेछ कि हाम्रो भिडियो हेर्नु हुँदो रहेछ अनि नम्बर प्लेट पनि देखेर ल अब चाहिँ हामी एकछिन यहाँबाट हिँडिन्छ अब 5-10 मिनटमा चाहिँ सायद हिँडिन्छ होला उहाँ चाहिँ अनमलहरू झोला उ गर्दैछन् ल्याउँदैछ ल केटाहरू चाहिँ गाडीभित्र बसिहाल्यो 3.5 घन्टा चाहिँ उता पुगिन्छ हामी छाता थियो त गाडीमा छाता लिएर हिँड्न लाग्यो यहाँबाट चाहिँ अब अहिले चाहिँ हामी यताउता कटिसक्यौँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ ठेलाहरू रहेछ डेन्जर चर्को घाम रहिरह हाम्रो गाडी चाहिँ त्यहाँ छ भर्खर यताउता कटियो गाइज यो चाहिँ झरियो वीरगन्ज ल यहाँको भ्यू चाहिँ यस्तो छ केटाहरू मान्छेले तान्न आउँदो रहेछ हौ घोडा पुरै ल वीरगन्ज आयो एउटा हो झोला यहाँ छ हामीले चाहिँ वीरगन्जमा यहाँ यो होटलमा चाहिँ खाजासाजा खायौँ अब चाहिँ यहाँबाट हाम्रो चाहिँ अनमोलले घुडाउँदैछन् यहाँ चाहिँ घोडाहरू हुँदो रहेछ यस्तो के भन्छ हौ यसलाई मलाई त थाहा छैन टाँगा टाँगा भन्दो रहेछ कितना लीजिएगा बोलो जी बोलो कहाँ उतरना है 350 भन्दैछ नि केटाहरू 150 आपका रेट बोलिए ना लास्टै महँगो भन्दैछ कति हो पहिला फिक्स प्राइस भन्नु न फिक्स कति हो भन्नु त्यो भन्नु न कहाँ जानुहुन्छ तपाईँ स्टेसन जानुहुन्छ 250 रुपियाँ दिनु होला 250 दिन्न स्टेसनमा जान्छ नि त भन्नु न 250 भन्दै यार केटाहरू यार यहाँ त यार बसमा सोधेर दिनु होला आज भन्नु न फिक्स ल भन्नु कति भन्नु न तपाईँले आफ्नो तपाईँ हामीलाई तपाईँ मन पर्यो भने तपाईँलाई एडभान्स पनि उयो पनि हुन्छ तपाईँलाई हुन्छ राम्रोसित गर्नु त्यो तपाईँको जति हो त्यति रेट भन्नु त्यही रेट भनेको छु ल गाइज हामी चाहिँ यसमा भयो है मिलाएर गरिदिन्छु भन्नु हो यसमा जानु लाग्यो म त फर्स्ट टाइम चढ्दैछु यार गाइज यार यसमा चाहिँ ल त्यस्तै उ गर्न भन्दा कि आफ्नो रेट भन्नुपर्छ यार दाजु यार ल पर लाड करे जाइ भयो चलो कहाँबाट बस केटा हो फर्स्ट यहीँबाट जाने हो यहाँ कुटा टेकेर केटा हो चढ्यो यार म अनुल तू काय पागल है भाइ केटा हो फाइनली फर्स्ट टाइम होइन यस्तोमा गएन नि हामी केटा म आएको त हो तर फर्स्ट टाइम यसमा चढ्दैछु कि घोडामा यो के टाँगा भन्छ यसलाई टाँगा भन्दो रहेछ केटाहरूलाई चाहिँ
सामानहरू चाहिँ यता छ कस्तो रमाइलो लागिरहेको छ यार मलाई त यार केटा हो यार केटा हो डाँगामा चढ्दैछु माया डरो रमाइलो लागिरहेको यार यो भ्यू देखेर कताबाट हो आफू चाहिँ नेपाली नै हो कुन ठाउँ हो ए यही हो म चाहिँ पहिला पनि आएको थिएँ अनि यस्तोमा चढेको टाइममा फर्स्ट टाइम हो कि रमाइलो लागिरहेको लगेडा हो तिमीहरू आएको छ कि छैन यो ठाउँमा यसरी हिँडेको छ कि छैन हामी चाहिँ टाँगामा खतरा तरिकाले हिँड्छ है 2:30 बजे निक्ले भिडियो हेरेर भए पनि इन्जोय गर्ने केटा हो भाडा ढेकाउँदैछ न अनमोल केटा हो साउन्ड बढी आइरहेको नि सुनेको सुनेन मलाई पनि थाहा छैन गर्लफ्रेन्डसँग कुरा गर्दैछ नि त्यहाँ अनमोल चाहिँ पछाडिबाट देखाउँछु केटा पछाडिबाट हेर ट्रेनको ताती राख यार बोक्नु छ यार तर अच्छा अहिले गर्मी छ नि त्यही भएर यहाँको भ्यू चाहिँ यस्तो छ है केटा बिर जान्छु तिमी नि बोल्नु नि मेरो ब्लगमा हेलो गाइस मेरो बारेमा भन्नु न यस्तो विमल यस्तो भनेर विमल भाइलाई सपोर्ट गर्नु इन्डिया जाँदैछ यत्रो टाढाबाट भिडियो बनाउन यत्रो टाढाबाट कोही नि जान्दैन छिट्टै जाँदैछ विमल सपोर्ट गर्ने यिनको बोली चाहिँ मिठो छ कि केटा लाइभ गर्दैछन् यिनले ल केटा हामी चाहिँ ठ्याक्कै बोर्डर पार भयो है त अब चाहिँ कत्रो ठुलो हो यो त इन्डिया भयो ल इन्डिया बोर्डर पार भयो केटा अब यहाँबाट इन्डिया रिक्सा छ यार अगाडि त केटा आएर त डेन्जर भिड छ यार यहाँ पहिला आउँदाखेरि केही थिएन केटा हो यार म पहिला आएको थिएँ नि त्यो बेला केही थिएन क्या अर्कोचोटि अगाडिबाट पहिला भिड थिएन कि भिड हेर न बाप रे बाप केटा हो डेन्जर भिड छ यार यहाँ यार कसरी कोट लाग्यो जस्तो क्या ढकालिदियो हाम्रो घोडाले इन्डिया चाहिँ यस्तो छ उता गएपछि पनि देखाउनुला रमाइलो लाग्यो यस्तो गरे ढोस दिँदो रहेछ हौ घोडाले त पुऱ्याइदे अगाडि घोडा ढोस्दै घोडा हाम्रो होइन मार्दे जिग्री दोस्त हाम्रो हरन चाहिँ क्वाक्राको हो बाप रे बाप ट्रेन हिँड्ने बाटो होइन ल ओ त्यही ट्रेन फाइनली गाइज हजुर त्यहाँ लागेको छ नि ट्रेनहरू त्यही ट्रेन गाइज फाइनली ट्रेन हिँड्ने बाटो ट्रेन हिँड्ने बाटो चेक दियो पुरै यही दुईवटामा चाहिँ एउटा ट्रेन हो ट्रेन हिँड्ने बाटो देख्दा नि खुसी लाग्दो रहेछ केटाहरू यार नेपालमा छैन नि त रक्सोल 8 किलो के हो यो रक्सोल होइन 8 किलोमिटर छैन तर त्यस्तो लेख्छ ल गाइज हामी चाहिँ रक्सोल ठ्याक्कै झरिसक्यौँ अब चाहिँ हामी ट्रेनमा 9 बजेको छ हाम्रो घोडा चाहिँ यो थियो हामीलाई लिएर आएको तर फोहोर चाहिँ लास्टै फोहोर यार यता हेर त आमा यस्तो धुलो छ म्याम बगा हेर त पुरै छ बिजोग रहेछ यार यहाँको हालत त ठिक छ अब आइयो होइन घुम्नै पर्ने हुन्छ अनमोल यता पैसा दिँदैछन् आइसी दिने मलाई आइसी त नेपाली दिन न त नेपाली जोडेको दिइहाल्छ 50 रुपियाँ केजी दिइहाल्नु देऊ न त म दिन्छु त्यसैमा भइहाल्छ ल
टिप्स भनेको अब मिहिनेत गर्ने मान्छेलाई दिनुपर्छ टिप्स 50 रुपियाँ टिप्स मैले लिएको छु। टिप्स मेहनत गरेर घोडा चाम्रो माया छ ल 50 रुपियाँ टिप्स दिएको दाइलाई चाहिँ 1200 दिनु मिहिनेत गर्ने मान्छेलाई चाहिँ दिनुपर्छ कति छ 2000 दिन्छु नेपाली आइसक्नु 1200 होइन केटा मिहिनेत गर्ने मान्छेलाई नै हो कि दिने होइन अब कोही केही गरेर खाएको छैन चोरेको छैन मिहिनेत गर्ने मान्छेलाई दिनुपर्छ आइसी 1200 म 2000 दिन्छु ब्याग लिएर डोराउँदैछु केटा हो यहाँ अनमोलले मेरो ब्याग लिएर हिँडिरहन् म चाहिँ अनमोलको डोराउँदैछु उतापट्टिबाट छिर्ने भनेको त्यहाँबाट चाहिँ मिलेन क्या फेरि चेकिङ जस्तो लाग्यो अनि चेकिङ भएको ठाउँमा टाइम लाग्छ क्या त्यही भएर गरिएन कि सहर स्वच्छ रहने से सहयोग गरे रे हम ल केटा हो हामी चाहिँ छिरियो अब चाहिँ स्टेसनभित्र के छ अनमोल आलु त होइन त घोडाले आची हान्दो रहेछ केटा मलाई चाहिँ खुसी लागिरहेको केटा डेन्जर होइन धेरै काम चल्दैछ कहाँ कताबाट जाने यतैबाट हो डोजरले अगाडि चाहिँ काम गरिरहेको रहेछ ट्याक्कै छिर्यो हामी यहाँबाट कस्तो गर्मी भएको है आम्मा डेन्जर गर्मी भयो यार माचिसको खोला आम है डोराइदिउँ यो त डोरायो केही हुन्न होला नि फोहोर भयो नि अब के गर्ने त यस्तरी डोरायो खै यहाँ कताबाट लास्ट एउटा रहेछ हेरबाट अहिले एउटा भएछ नत्र त्यस्तै थियो त्यहाँ जस्तो छ नि ठिक छ कस्तो थियो डोजर यता काम सफाइ भइरह है घामले लक मैले भनेको थिएँ नि लकहरूलाई यहीँ पाइन्छ क्या घामले हिँड्नै नसकिँदो रहेछ यार आम्मा घाम डुबिसक्यो त्यही पनि बालुवामा हिँडिरहेको यार कुन यो खाना खाने यसैमा यो होटेल अरे केटा हो खाना खाने यस यसमा खाना खाइन्छ हामीले अहिले 6:30 भयो नि 7:10 यस्तोमा आउँदा यो बालुवामा मासला यार हे लास्ट गाह्रो भयो यार हैट अनमोलले डेन्जर घुमाइदिए यार पहिलेकै ठाउँबाट आउने रहेछ लास्टमा फेरि उता गएर दुईचोटि घुम्यो के हो यस्तो ठाउँमा अनमोल के हो यो मलाई त केही थाहा छैन केटा यार बस्ने ठाउँ रहेछ बाइकहरू पनि पार्किङ हुँदो रहेछ त यहाँ ए बल्ल ल यसैमा लाग्छ अहिले लागेको छैन लाग्छ हामी यहीँ भने ट्रेन भएको ठाउँमा स्टेसनमा ठ्याक्कै यो ल ट्रेन देख्न सक्नुहुन्छ तर मेरोको उता पर्छ उता हो अगाडि अरे केटा हाम्रो चाहिँ यता बस्ने मालहरू ट्रेन देखेर नि खिचिरहेको माल डेन्जर गर्मी भयो लामोमा भएको थ्याट कति गर्मी हो त नि यहाँ त अनमोल यार है लास्ट गर्मी छ केटा हो यार ए बस्नै नसकिने गर्मी यार कसरी बस्ने यहाँ त अनि आम्मामा पाकिएला जस्तो गर्मी छ अघि भनेको होटेल त केटा हो नरहेछ खुल्ला नै नरहेछ अनमोलले यहाँबाट मगाउँदैछन् स्टेसनमा पाइन्छ स्टेसनमा पाइन्छ अरे यो स्टेसन नै अर्को स्टेसन ए अर्को यहाँबाट हेर्दैछन् सामानहरू अघि आएको त होटेलै बन्द अरे क्या आम्मा पहिला हामी पनि त्यसैमा हो कि गएको त्यसमा फेरि रमित त राम्रो पाइन्छ कता राम्रो पाइन्थ्यो त्यहाँ हामीले पहिला पनिर के पो खाएको थियौँ यार पनिर र रोटी खाएको थियौँ मिठो थियो के यो नि फेरि त्यस्तै त्योभन्दा नि मिठो पाइन्छ कि यो मैले मगाउँ अहिले बन्द रहेछ मगाउनै पर्यो भोक लागिरहेको केटा हो मान्छेको भिडमा चिसको खोले यस्तो धेरै छ नि डेन्जरै छ यार हेर पहिला हेर न एउटा खानाहरू के भन्दै हेर्दैछौँ कि हामी के ठिक हुन्छ र त्यही ठिक त्यही ठिक हुन्छ कि के भनेको अरे खै देखाउँदै एकचोटि
यो देखाऊ के हुन्छ यसमा यसमा दाल फ्राई पंजाबी छोला तावा रोटी 3 पीस रहन्छ राइस सलाद पिकल हुन्छ पन्जाबी के अरे 3 पीसमा कहाँ हुन्छ र रोटी ए धेरै कहाँ खाइन्छ त नि तिमीले त खान्छौ यिनले खान्छन् मैले त खान्न मगाउन त्यही गर न पन्जाबी तड्का है गाइज पन्जाबी अब के गर्नु इन्डियामा आएपछि यस्तै यस्तै हो गाइज अब कन्टेन्ट मगाउन पाइँदै छैन क्या मगाउनु भएन ट्रेन हिँड्यो केटा हो ट्रेन देखाइदिउँ न केटाहरूलाई ल केटा लिएर हो आउँदैछु है म जाऊँ न दुईजना जाऊँ कि फेरि बोक्न पर्छ होइन गएर आऊ नि त जाऊ म यहाँ बस्छु लिएर आउँछु जाऊँ न उतै बस्नु ट्रेन हिँड्यो है केटा हामी चाहिँ अमुल कुल खाने भने गर्मी भयो कि लास्टै त्यो भएर पहिलोचोटि आउँदाखेरि खाएको थिएँ मैले लास्टै मिठो लागेको थियो मलाई त्यो अनि त्यहाँपछि बल्ल खाँदैछु कति वर्षपछि सर र ट्रेन हिँडेर अब यो कस्तो फास्ट हिँड्छ नि होइन गाइस यता पनि ट्रेन छ उता पनि ट्रेन छ यसको अगाडि पनि ट्रेन छ यता हेर हाम्रोमा कि भेल यहाँ गुडगुडाउँदै हिँडेर हाम्रो त ट्रेनै देखिन्न यार केटा यार यस्तो हालत छ अलि लेट भयो कि ट्रेन हिँड्दा हैरान 10-20 मिनट लेट गर्छ होला कि आज ट्रेन ढिलो गर्छ 10-15 मिनट भन्दैछन् कि यिनले के यार यो खुलेपछि आइहाल्छ यो ट्रेन देख्नुभएको छ नि यो खुलेपछि आउँछ यो गएपछि दुईटै आउँछ भन्छन् के अरे ट्रेन हिँड्नेको बाटो गाइस ल यो सब यहाँ यस्तो छ यतापट्टि ट्रेन छ घुम्दा घुम्दा हैरान भइसक्यो यता र उता कति बज्यो यार ट्रेन यार गयो गाइस ट्रेन कहाँको लागि हिँड्यो अनमोल यो हेर्दा कस्तो लोका बजार जाँदैछ अरे गाइस कस्तो छिटो पो चल्दैछ यार अझै यो त भर्खरै स्टार्ट हो बिस्तारै फास्ट हुँदैछ क्या यो कस्तो पो उड्छ यो पहिलोचोटि आउँदा देखेको थिएँ मैले ट्रेन गइसक्यो केटा यार आउँदै आउँदैन यार टाइम भइसक्यो 9 बजेको हो कुर्दा होइन 8 बजे लाग्छ स्टेसनमा यस्तो यार झ्याउ भयो यार कति बजे यार टाइम 9:20 भइसक्यो केटा आउँदैन यार लेट भयो यार धेरै बेर बस्नुपर्छ क्या यार टेन्सन भइसक्यो यार कुर्दा डेन्जर भोक लाग्यो यार केटा हो बिस्कुट खाइदिनु लाग्यो क्या ट्रेनै आउँदैन नयाँ कसम अमुल कुल र त्यो खाइदिउँ है दुइटा लिन्छ अहिले म गरौँ न कति कुर्ने यार अमुल कुल खाने अमुल कुल चिसो छ होला नि चिसो सोध न चिसो छ चिसो मागा चिसो अघि अर्कै फ्लेभरको खाएको थियो केटा अहिले अर्कैको यो वाला मस्त लाग्छ अब अलि हल्लाएर खानु पर्छ अघि भात खाऊ त भन्दै थियो नि म यार खाना खाऊ भन्दै थिएँ खाना नखाइकन आएको थियो चक्लेट फ्लेभरको रहेछ यार कस्तो दामी यार भात खाइएन अब यस्तै कफी हो चक्लेट होइन कफी आहा बल्ल आनन्द आएको यार यो खाएपछि यार बिस्कुट खाइदिउँ न बिस्कुटहरू यो त मिठाई छ एउटा बल्ल बल्ल केटा हो ट्रेन आउनुलाई आयो क्या आयो मान्छेहरू हेर त उता भरि बराउँछ रेडी भएर बसिरहने यता उता सब आए उहाँ परबाट आउँदैछ
जुम गर्न मिल्छ र जुम गर्न नमिल्दो रहेछ यहाँबाट कति ढिलो हिँडेको डेन्जर ढिलो हिँडेको थियो अहिले अब लाग्छ नि आयो गाइस हाम्रो ट्रेन स्वास्थ्य गर्छ त बाँच्छ क्या यसले पनि हाउडा रक्सोल मान्छेहरू उतै गएर बसेर रहेछन् क्या पहिले ल गाइस हामी चाहिँ अब ठ्याक्कै जमजमिन ल हामी चाहिँ ट्रेन चढियो केटा हो यार सेकेन्ड टाइम योसित चाहिँ है ओहो प्रवेश गरियो है ट्रेनभित्र प्रवेश गरियो कता हाम्रो उता होला ए फ्यानहरू मस्त हुँदो रहेछ हिँड 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 कतिमा हामी चाहिँ तिम्रो 24 मेरो 16 ल राम्रो छ ल चढियो अरे केटा फाइनल्ली धेरै टाइमपछि 1 घन्टै कुऱ्यो हो मैले एक घन्टै भयो क्या अनमोलको चाहिँ यो केटा हो यो मेरो चाहिँ कहाँ आउँदा नि तिम्रो 16 यो तिमी त्यहाँ म यहाँ ए त्यहाँ रे ल सही हो केटा हो यार मिठो भएछ यार म यहाँ अनमोल त्यहाँ म नि अर्कै भनेको ठिक छ नि यहाँबाट चाहिँ है राम्रो ठिकै परेछ यार म त टाढा टाढा होला भन्ने सोचिरहेको थिएँ ठिकै परेछ लगेजहरू मिलाउनु पर्यो पहिला यता यो ऐना पनि रहेछ केटा हो मस्त छ त यार चार्ज हाल्ने ठाउँ रहेछ पहिलाकोचोटि आउँदाखेरि यस्तो थिएन यार हालले बदलिन्छ पहिलामा आउँदाखेरि त्यो चाहिँ चार्जर केही थिएन धेरै वर्ष भयो नि त टोइलेट चाहिँ यस्तो हुँदो रहेछ केटा पनि रहेछ त मिरर पनि ट्रेनको टोइलेट यस्तो छ यहाँ चट्टो लाउने पनि जेल्दो रहेछ यहाँ पनि रहेछ पहिलोचोटि आउँदाखेरि म ट्रेनको उसमा टोइलेटै बसेको थिएन कि पिसा थिएन नि नआएको कि त्यस्तो कस्तो कस्तो त हल्ला आउँछ नि त डर लाग्यो जस्तो हुने कि फेर्नै आउँथेन कि हामी चाहिँ हिँड्यो ट्रेन हिँड्यो अब ट्रेन हिँड्यो पुरै खाली छ यहाँ त हेर्नु त सब खाली छ कोही आएन यो पछि भोलि नि होला क्या बाटोमा जाँदै गएपछि अनि यहाँबाट यसरी देखाइदिन्छु म तपाईँलाई ओ माई गस ल बाई बाई नेपाल लाग्यो इन्डिया घुम्नलाई अझै बिहानमा आउँछ बिहानमा भ्युज दामी आउँछ क्या भ्यू के दामी देखिन्छ बिहानमा देखाउँछु म हजुरहरूलाई खुसी लाग्दैछ धेरै पछि जाँदैछु केटा दिदीको घरमा फुपीको जुत्ता यहाँ राखेको चोर्दिन नि सक्छ नि त टिम्बरल्यान्ड हो नि त यार 5000 रुपियाँ अनि यहाँ चाहिँ मेरो लगेज छ अनि पानी खाँदैछन् यता खाली छ आनन्द छ कति रमाइलो भइरहेको यार यस्तरी सुत्ने हो कि सुत्न मन लागेको छ त यस्तो भयो यस्तरी सुत्ने सिराइन नै चाहिँदैन यस्तो तरिकाले टक्क आनन्द छ क्या मस्त मजा छ कि बिहानको 4 बज्न लागेको केटा हो 4:39 अनमोल यहाँ छ देखियो होइन यस्तो मान्छेहरू सब भुस पर्यो तर हामी निदाइएको छैन यिनी त सुते म त सुत्दै सुतेन निदाउनै पाएन भन्दा नि निन्द्रै आएन क्या के भन्ने केटा हो अरू मान्छे यस्तो सुतिरहेको के छ सब ठिकै होला अब हामीहरू जान्छौँ इन्डिया अब गएपछि फेरि देखाउँला बिहानको क्लिप
कता हो त्यो त थाहा छैन मलाई। किउल भन न किउल। किउल हो ठाउँको नाम? किउल रे। किउल आउँछ। ल भ्यू चाहिँ यस्तो देखिएको छ है। राम्रोसँग देखाइदिनु केटाहरूलाई। बबाल देखेको छ केटा। आँखाले चाहिँ बबाल देखेको छु के अरे अब। इंडियन चिया चाहिए मटका में खाने मटका में खाने सुत्दै नसुती मुख धोइयो सुत्दै नसुती मुख धोएर यसो भ्यू खिचेर चिया लिएर आइरहेर चाहिँ चिया खानु पऱ्यो केटा इन्डियन चिया ये खराब चाय का मजा लीजिए क्या उधर खराब चाय का मजा लिएंगे भाई ये खराब चाय का मजा लिए सर हाँ भाई ठीक बा खराब चाय का मजा रे केटा ये खराब चाय का मजा लिए सर चेस चेस खराब चाय कस्तो छ है केटा चाहने मैले राम्रो छ खराबलाई राम्रो रहेछ केटा एउटा राम्रो भन्यो भने राम्रो हुन्थेन खराब भनेपछि राम्रो छ मिठो रहेछ मटका चाय हुन्छ केटा हो मटका अनमोल चाहिँ टिकट काट्न गएछन् केटाहरू उतै गयो त्यति बेर टिकट काट्न गएँ म एक्लै छु यहाँ झ्याउलाइरहेँ यार झोला कुर्दै बसिरहेको गर्मी रहेछ यहाँ पनि डेन्जरै कपाल जति लट्ठ भइसक्यो यार कुन ठाउँको हो यार यो आसनसोल ए आसनसोल हो क्या साँच्ची रक्सोलबाट आसनसोल आइयो क्या हामी त्यही हो साँच्ची राँची जानको लागि हो कि गाइस त्यो ठाउँ छ बुझ्नुभयो टिकट काटेर आयो हिरो के बजेको हो यार भयो टिकट भयो केटा ल ठिक छ पुलिस आएर चेक गरे त पुलिस आएर हो उहाँ छ के पुलिसले चेक गरिदिरहेको के भन्नु कहाँ जाने हो भन्दै थियो अनि यो झोलामा त्यो चेक गरेको त्यो अनि राँची भन्दै थियो यसरी हान्यो अनि नौलो मान्छे देख्यो होला नि त मलाई सब काले काले हुनु फेरि केटाहरू यहाँ मलाई नौलो देखेँ जस्तो थियो त्यही भएर चेक हान्यो ल केटा हामी चाहिँ अहिले अर्को ट्रेन छोड्यो आसनसोलबाट धनबाद अनि त्यहाँबाट फेरि मुरीको ट्रेन हेर्न पर्छ कस्तो मागेको छ यार एउटा ट्रेन छुटेर साइडको भयो यार मागेको छ यार टेन्सनले अन्त चेन्ज गर्नुपर्छ नि हिँड्दा हिँड्दा माया खुट्टाको छाडै गइसक्यो यार यहाँको यार मोजा नलागेको झन् त्यहीँ माथि अनि चाहिँ यहाँ छन् मोबाइल हेर्दैछ कहाँ रे भाइ इधर देख रहे मोबाइलमा व्यस्त खान केटा ट्रेन छुट्यो नि त त्यही भएर यिनी सिरियस छन् क्या एकदम भर्खरै हिँड्दैछ टाइट छ मान्छेहरू चाहिँ टाइटै छ
मासला यो ट्रेनमा यस्तो दुःख पाइयो नि केटा हो ए लास्टै भिड के अनमोलले भिडियो बनायो मासला यस्तो रिस उठेर यार मुख छाडिदिउँ क्या हो यो पनि निस्कियो यार 3 घन्टामा साला 3.5 घन्टा उभिएर आइयो यारमा नबसिकन ट्रेन छुटेर लास्ट दुःख पाइयो यार खुट्टा राख्ने ठाउँ नै के केटा आमामा यस्तो है हेर त पुरै खुट्टा टेक्दिएर यस्तो भयो यार चम हेर न यस्तो छ हेर त यस्तो भिड छ क्या अहिले त के छ र यो ढोका साला यस्तो रिस उठेर यार पुरै जुत्ता टेक्दिने अनि फेरि त्यो मान्छेहरू घरि के भनेको थियो घरि बिरयानी घरि के मासला ए आयो 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 भनेको छ बल्ल बल्ल आयो यार मुरी आयो अब यहाँ लिन आउँछन् अनमोलको साथी होइन अनमोलको साथी लिन आउँछन् मुरी स्टेसन चाहिँ यही हो अब चाहिँ 10 मिनटमा पुगिन्छ केटा अनमोलको साथी गाडी लिएर गाडी भन्ने कि स्कुटर पहिला चढाएको थिएँ मैले चलाएको यो स्कुटर चाहिँ खतरा यार पछाडि राखेर अनमोल राइडरले स्कुटर चलाउँदैछन् सामान यहाँ लिएर कता गल्लीबाट साथीले लिन आएको साथीलाई नै छोडेर हिँड्दै यसले गल्लीबाट जाने कि रोड रोडबाट जाए जतैबाट गए नि हुन्छ यतैबाट हावा छैन इन्डियामा हेलमेट चाहिँदैन रे केटा हो साथी लिन आएको साथीलाई नै छोडेर स्कुटर लिएर हिँड्यौँ हामीले यस्तो हुनुपर्छ कि साथी भनेको क्या ल फाइनली दिदी घर आइयो हामी चाहिँ दीदी यार भतीजा आया है मैं बहुत खुश हूँ आज त्यो नगर कि यिनी फेरि जति बेला त्यही गर्दो रहेछ नि फेरि भगवान गाडीमा आइयो भर्खरै चलो भित्र ल दिदी दिदी राम्रै भएर बसिराख्नु ए हाँप त यहाँ खतरा रहेछ त्यतिखेर खतरा त हाँप त हेर हेर त स्वागतम स्वागतम आपका है स्वागतम फुलहरू पनि दामी रहेछ ल जामिन भित्र दिदी घरै है केटा पुरै कालो भइरहेछ कितनी रौनक है दिदीले त खत आपको देखे हमें अपने घर दिदीले हेर्नु यहाँ मेरो लागि भने खतरा गरेर राख्नु स्वागत रे गाई झन् थ्याङ्क यू सो मच है त दिदीलाई थ्याङ्क यू कस्तो राम्रो बनाएर राख्नु भएको छ मेरो स्वागतको लागि गाइस हेलो गाइस कहाँबाट आयो त नि तपाईँलाई यस्तो जोस वाइरल वाला भतिजा आएछ तो आफ्नो माइतबाट एउटा एकलौतो भतिजा हुन्छ मलाई खुसी हुन्छ नि मलाई खुसी खुसी मेरो प्यारो भतिजा हो मेरो कान्छाको छोरा आज पहुँचिहाल्यो मलाई खुसी धेरै लाग्यो मलाई पनि एकदम धेरै खुसी लाग्यो guys। दिदीको यो माया देखेर एकदम धेरै खुसी लाग्यो मलाई पनि माया त लागिहाल्छ नि नाकको चिचो कान्छा भाइको जस्तो मेरो छोटा भाइका पनि यसो नाक होइन लम्बा उसले नि होला नि यो बनाएको होइन उसले बिचरा फुलाइदियो थ्याङ्क यू सो मच है बुझ्दैन नेपाली बुझ्छ हो धेरै सिकिहाल्नु छ त ल गाइस म चाहिँ हजुर कहाँ गयो नि यति भए हुन्छ र धेरै नल्याउनु दिदी मलाई त भयो कि मलाई त यति भयो हुन्छ भात हेर्दै गाइस यत्रो खान सकिन्छ फोटो खिचेर हाले हुन्छ कति धेरै हुन्छ नि बाप रे बाप दिदीले त हेर्दा हामी आउने भनेर हिजोबाट केही खाएकै छैन गाइस अब चाहिँ अनमोलले झन् उहाँको खाना भन्न छेड्छौ भन्दै त्यहाँपछि त खानै डर लाग्यो केटा मलाई त अनि भोक लासिकायो नि त दिदी अन्त भोक लाग्छ नि त खाना पर्छ गऱ्यो नि एउटा त खाना दिए भाइ तेल बढी
बढी खराब भयो केही छैन भयो छोड्दै अब आइसक्यो ल गाइज अब म चाहिँ खाना खान लाग्यो एकदम खुसी भए ओए कस्तो पड्केको पंखाको हावाले बढी पड्किँदैछ ल अब इन्डियाको भ्लग चाहिँ यहीँसम्म हुन्छ होला अरूहरू चाहिँ आउँदै राख्छ गाइज थ्याङ्क्स फर वाचिङ सी यु इन द नेक्स्ट भिडियो एन्ड बाई